घरको मेन डोरको सम्बन्धित वास्तु टिप्स ल। तपाईको घरको मेन दैलो मुख्य दरवाजा जुन हुन्छ त्यसको सिधासिधी कुनै किसिमको रुखहरू हुनु हुँदैन, बिजुलीको खम्बाहरू हुनु भएन, प्लस अरूको घरको दैलो पनि नहोस्, त्यो राम्रो हो। साथै मुख्य दरवाजाको छेउमा डस्टबिन नहोस्, अनि सु राख्ने र्याक पनि नहोस्, जुत्ता राख्ने व्यवस्था पनि नहोस्, डस्टबिन पनि नराख्नुहोस्। यो सब छ भनेदेखि तपाईको घरमा गृह क्लेश, घरमा एक प्रकारको अशान्ति, उन्नतिमा बाधा भइरहन्छ। र मेन दैलोको अगाडि चाहिँ डस्टबिनहरू भयो, सुज रेक भयो, यो राख्नु हुँदैन। टुटेको फुटेको रुखको जरा सुत्दै हुन्छ नि, त्यो पनि राख्नु भएन। रुखहरू भयो, इलेक्ट्रिक पोस्टहरू भयो, त्यो पनि छ भनेदेखि त्यसलाई सक्दो हटाएको राम्रो। त्यसले घरमा नेगेटिभ एनर्जी क्रिएट गर्छ र त्यो सबलाई तपाईले ध्यानमा दिनुहोस्।